जय मसीह भजन सङ्ग्रह 34 को 17 मा यसरी लेखिएको छ, जब धार्मिक जनहरूले पुकारा गर्छन् तब परम प्रभुले सुन्नुहुन्छ र तिनीहरूका सबै सङ्कष्टबाट तिनीहरूलाई उद्धार दिनुहुन्छ। आमेन। यहाँ धार्मिक जन भनेको परम प्रभुको दृष्टिमा सही बाटोमा हिँड्ने व्यक्ति, अर्थात् परम प्रभुको भय मान्ने, सत्यलाई धारण गर्ने, परमेश्वरलाई आदर गर्ने र पापबाट अलग रहनलाई इच्छा गर्ने, परम प्रभुलाई खोज्ने व्यक्ति। त्यस्तो व्यक्तिहरूले जो प्रार्थना गर्छन् अनि परम प्रभुले तिनीहरूको प्रार्थनालाई सुन्नुहुन्छ। सबै सङ्कष्टहरू, सबै दुःखहरू, सबै कष्टहरूबाट पनि उहाँले उद्धार गर्नुहुन्छ। प्रियो, यदि तपाईँ र मैले पनि परम प्रभुको भयमा रहेर उहाँलाई आदर गर्ने जीवन र उहाँलाई खोज्ने जीवन र परम प्रभुको इच्छाअनुसार जिउने जीवन हामी जिउँदछौँ भने हाम्रो दुःख, कष्ट र समस्या, सङ्कष्टहरूबाट पनि उहाँले हामीलाई उद्धार गर्नुहुन्छ। आमेन। हजुरलाई प्रभुले आशीष गर्नुभएको होस्। जय मसीह।